सीताजीले भुल्नु भएको हो कि निम्ता दिन एकचोटि त जाउन प्रभु बोलाएनन् किन सतीजीका बात सुनि भन्नुहुन्छ भोला त्यो यज्ञमा तिमी र म नजाँदै बेस होला हरिहरि त्यो यज्ञमा तिमी र म नजाँदै बेस होला जानै हुँदैन जानै हुँदैन मेरा वचन मान प्यारी जानै हुँदैन जानै हुँदैन जानै हुँदैन मेरा वचन मान प्यारी जानै हुँदैन हरिहरि मेरा वचन मान प्यारी जानै हुँदैन।